श्रम शक्ति सर्वेक्षण 2021 अनुसार चाहिँ कृषि क्षेत्रमा आबद्ध रहेको जनसङ्ख्या चाहिँ कति % रहेको छ त? श्रम शक्ति सर्वेक्षण 2021 अनुसार चाहिँ कृषि क्षेत्रमा आबद्ध रहेको जनसङ्ख्या भनेको चाहिँ 50.4% चाहिँ रहेको छ। कृषि क्षेत्रमा 50.4% जनसङ्ख्या श्रम शक्ति सर्वेक्षण 2021 अनुसार। वीरेन्द्रनगर औद्योगिक क्षेत्र कुन देशको सहयोगमा स्थापना भएको? वीरेन्द्रनगर औद्योगिक क्षेत्र चाहिँ नेदरल्यान्डको सहयोगमा चाहिँ स्थापना भएको हो। वीरेन्द्रनगर औद्योगिक क्षेत्र नेदरल्यान्डको सहयोगमा स्थापना भएको। त्यसै गरी 16औं पञ्चवर्षीय योजनाको संरचनात्मक रूपान्तरणकारी प्रमुख क्षेत्र कतिवटा रहेको छ? 16औं पञ्चवर्षीय योजनाको संरचनात्मक रूपान्तरणकारी प्रमुख क्षेत्र भनेको चाहिँ 13वटा रहेको छ। र त्यसै गरी अब हामीले चाहिँ नेपालको शासन पद्धति र विधानको बारेमा चाहिँ जानकारी लिनु पर्दाखेरि चाहिँ पहिलो जानकारी इन्फर्मेसनमा रहेको छ नेपालको संविधानको धारा कतिमा चाहिँ न्याय सम्बन्धी व्यवस्था रहेको छ? नेपालको संविधानको आई थिंक धारा 20 मा चाहिँ न्याय सम्बन्धी व्यवस्था गरिएको छ। फेरि पनि एकचोटि नेपालको संविधानको धारा 20 मा चाहिँ न्याय सम्बन्धी व्यवस्था गरिएको छ। हस् त, थ्यांक यू सबैजनालाई।